डे 6 वेलकम टु माई मिनी ब्लग। आज नुवाकोट गएको लास्टै लडाइँ भयो। के कुरा हो चाहिँ अहिले हजुरलाई लास्टमा थाहा हुन्छ। आजको लागि चाहिँ म भाइ र अङ्कल चाहिँ वनस्थलीतर्फ जाँदैछौँ। वनस्थली चाहिँ किन गएको भन्दाखेरि त्यहाँबाट चाहिँ अर्को अङ्कल र दिदी पनि नुवाकोट तारुका जाने भन्नुभएको थियो र हामी सबैजना प्लान बनाएर चाहिँ आज बिहानै निक्लिसकेका छौँ। एकदमै लास्टै चिसो, बिहान चाहिँ हिँड्न नसकिने रहेछ बाइकमा। त्यही पनि हामी चाहिँ जस्तो गरेर चाहिँ हामी निरन्तर हामी अगाडि बढिरह्यौँ। लगभग हामीलाई त्यहाँ पुग्नको लागि चाहिँ 2-2.5 घन्टा चाहिँ लाग्दो रहेछ। काठमाडौँबाट नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर 3मा पर्दो रहेछ। आज चाहिँ हामी किन गएको भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ 250 वर्ष अगाडिदेखि नै माघे सङ्क्रान्तिको अवसरमा चाहिँ मेला हुँदै आएको रहेछ। यो चाहिँ के को लडाइँ हो भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो गोरु जुधाइहरूको लडाइँ हो, मान्छेको लडाइँ चाहिँ होइन। त्यही भएर हामी त्यहाँ गयौँ। बाटो चाहिँ एकदमै कहीँ चाहिँ एकदमै धुलो भएर धुलो पनि लास्टै खाइयो। हजुरहरूले योभन्दा अगाडिको भिडियोमा नि हेर्न सक्नुहुन्छ। धुलोको त कुरै नगरौँ, तर त्यहाँ तारुका जाने बाटो चाहिँ फेरि एकदमै बवाल नै रहेछ। यो चाहिँ हामी सर्टकट लिएर चाहिँ हामी मेन रोडबाट चाहिँ यो तारुका गाउँपालिका छिर्नखेरिको यो झोलुङ्गे पुलको बाटो हो। यो चाहिँ हाम्रो त्रिशुली नदी हो। यता वारी धादिङ भयो भने पारी चाहिँ हाम्रो नुवाकोट हो। झोलुङ्गे पुलको सर्टकट बाटो जाँदै गर्दा यस्तो रमणीय दृश्य हेर्दै हामी चाहिँ अगाडि बढ्यौँ। हामी त्यहाँबाट गएपछि चाहिँ हामी केही क्षणमै चाहिँ माथि तारुका पुग्यौँ र केही भिडियोहरू बनायौँ। र यो चाहिँ रुम आइसकेपछि चाहिँ माछाहरू किन्न गयौँ र माछा किनेर चाहिँ अब मासुहरू किन्न लाग्दा म चाहिँ यसो नाचेको जस्तो गरिदिएको। अनि आजको यो मिनी भ्लगको चाहिँ गोरु जुधाइ चाहिँ यसमा हाल्न मिलेन कम्युनिटी भोइलेन्सको कारणले गर्दा। हजुरहरूले फेसबुक पेजमा गएर हेर्न सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।